पूर्व राजा ज्ञानेन्द्र शाहको काठमाडौँमा एन्ट्री हुँदा चोक चोकमा सुरक्षाकर्मी तैनात। नारायण हिटी दरबारमा राजा फर्कने डरले झस्कियो सरकार। जे हुन्छ आज काठमाडौँमै हुन्छ सबैको मनमा लागेको थियो, जसको फलस्वरूप पूर्व राजाको काठमाडौँमा एन्ट्री भएको छ। नारायण हिटी दरबारमा राजा फर्किन सफल हुन्छन् या हुँदैनन् त्यो समयले बताउला। तर आज पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ भने फर्किएका छन्। गण्डकी प्रदेशको भ्रमणपछि पूर्व राजा ज्ञानेन्द्र शाह आज काठमाडौँ आइपुगेका हुन्। एक साता लामो पोखरा बसाएपछि आज दिउँसो काठमाडौँ फर्किएका पूर्व राजाको स्वागतमा राजावादी दल र समूहहरूले काठमाडौँमा शक्ति प्रदर्शन गरे। एयरपोर्ट गेटदेखि निर्मल निवासमा पूर्व राजाको स्वागतमा प्रदर्शन गरिएको थियो। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, अब ढिलो नगरी नारायण हिटी दरबारमा फर्किनुपर्छ लगायतका नाराले काठमाडौँ हल्लिएको थियो। यता सरकारले तलमाथि हुन नदिन काठमाडौँका मुख्य चोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाएर उच्च सतर्कता अपनाइएको थियो। काठमाडौँ फर्किएका पूर्व राजा सिधै नारायण हिटी जाने पो हुन् कि भन्ने डर ओली सरकारलाई थियो। तर आज पूर्व राजा शाह नारायण हिटी दरबारतर्फ नजर लगाउँदै आफ्नै निर्मल निवास गएका छन्। तर उनले चाँडै नारायण हिटी फर्किने भने सन्देश दिएका छन्। राजाको उक्त सन्देशपछि ओली सरकार भने निकै डराएको छ। अब पूर्व राजालाई ठेगान लगाउन के गर्ने भन्ने विषयमा पनि भित्रभित्रै योजनाहरू भइरहेका छन्। तर यता पोखराबाट ठुलै योजना बनाएर काठमाडौँमा पाइला टेकेका पूर्व राजा शाह पनि गोप्य छलफलमा छन्। बाह्य शक्तिहरू पनि नेपालमा के भइरहेको छ, के हुनुपर्छ भनेर निकै चासोका साथ हेरिरहेका छन्। अब राजतन्त्र आउने कि गणतन्त्र नै कायम रहने भन्ने फैसला अब चाँडै हुने सम्भावना देखिन्छ। तपाईहरू कसको पक्षमा हुनुहुन्छ र यो भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ? कमेन्टमा आफ्नो प्रतिक्रिया दिनुहोला।